पानी जनतालाई एक नम्बर भेडा नै भन्नुपर्छ क्या। अहिले हुँदै रवि लामिछाने बल्ल बल्ल जेलदेखि निक्लिनु भएको थियो। उहाँको बारेमा नराम्रो कुरा गरेर सरकारी ठग गरे, के ठग गरे, थुक्क खातेहरू। तिमीलाई थाहा छ मुला गाउँको आफ्नो जिल्लामा पनि कति भ्रष्टाचारी हुन्छ, मुला गाउँमै पनि कति भ्रष्टाचारी हुन्छ खाते नेताहरू। त्यो तिमीले छानबिन गर्न सकेको छौ? भ्रष्टाचार कति छ गाउँमा पनि? तिम्रो बाटो भएर हुन्छ मुला हगेर गुपोस नजान्नेहरूले। राजनीतिक भनेको के हो, देशको स्थिति भनेको के हो? रवि लामिछाने राम्रोसँग चिन्न सिक तिमीहरूले। जेएनजी टिम सुजन गुरुङ भन्ने चिनिने मान्छे पनि हो, दार्जिलिङको मान्छे हो, त उसको बोलीदेखि थाहा हुन्छ क्या यति कुरा निहाल्न सकेको छ? साला चुत्याहरू। देशको स्थिति के भएर देश कहाँ गइरहेछ त्यो कुरा राम्ररी बुझ अनि सपोर्ट गर। देशमा खासका चिनिएको मान्छे भनेको रवि लामिछाने, बालेन शाह, हर्का साम्पाङ, कुलमान घिसिङ, महावीर पुन। नेपालमा चिनेको मान्छे यति हुन् अहिलेको अस्तित्वमा। ज्ञानेन्द्र साई यिनीहरूले राख्ने उनीहरूलाई चुनेर एउटा राष्ट्र एउटा प्रधानमन्त्री बनिसकेपछि अर्थमन्त्री, गृहमन्त्री, राष्ट्रिय मन्त्री, ऊर्जा मन्त्री बनाऊ न, अनि देशलाई कसरी विकास हुन्छ। भएन भने मलाई बनाऊ एउटा। तिमीले दुनियाँको कुरा आलोचना गरे हुन्छ, अब मङ्गलले पनि चलाउनु पर्यो नि त देश। हर्का साम्पाले हाम्रो देशको प्रधानमन्त्री बनाऊ, मङ्गल पनि एकचोटि हेरौँ मङ्गलको कस्तो हुन्छ। तिम्रो फोकटमा बोलेर हुँदैन क्या। एउटा कुरा सुनेर रवि लामिछाने जेलमा जानु पर्दैन। रवि लामिछाने कति गुण लगाएको छ, लाखौँ चेलीहरू विदेशमा फँसेकोहरूलाई कसरी उद्धार गरेछ। तिमीहरूले त्यो बिर्स्यौ त्यो गुण। एउटाले आएर भनिदियो ए रवि लामिछाने सरकारी मुद्दा ठग भनेर, एउटाले फेसबुकमा भिडियो हालिदियो, त्यही भिडियोको आधारमा तिमीहरू पछि लागिरहेछ होइन। लाज शरम हुँदैन तिमीहरूलाई? बुझेर बोला बहिनी दाजुभाइहरू।